नमस्कार साथीहरू नमस्कार। तपाईँहरूले यो भिडियोमा देख्न सक्नुहुन्छ हाम्रो राजालाई भन्छ नि मान्छेले राजालाई देश प्यारो हुँदैन, आफ्नो देश प्यारो हुँदैन। यहाँबाट यो भिडियो हेर्नुहोस् राम्रोसँग होइन। यो भिडियो हेरेपछि तपाईँ आफै छर्लङ्ग हुनुहुन्छ, राजालाई देशको माया हुँदैन। अहिलेको जस्तै भेडाहरूले अहिले छ नि देशलाई लुछेर अरूलाई नै अरूलाई नै सुम्पिन लागेको होइन नि होइन। राजाले त्यस्तो कहिले गर्न सक्दैन कि होइन। यो भिडियो हेर्नुहोस् अनि त्यसपछि अनि पढ्नुहोस्। राजालाई देशको माया हुँदैन, त्यसैले अबको विकल्प भनेको कुनै पनि दल होइन, अब विकल्प मात्रै एउटा राजा हो। त्यसैले आउनुहोस् सबैले मिलेर राजालाई सपोर्ट गरौँ। सकिन्छ भौतिक नभए हामी सोसल मिडियाबाट पनि सहयोग गर्न सक्छौँ। सोसल मिडियाको पावर कति हुन्छ भनेर हामीले बालनज्यूको उसबाटै थाहा हुन्छ होइन। बालनज्यूले कसरी जित्नुभयो, उहाँले कसरी जित्नुभयो सबै होइन। यो हेर्नुहोस् कसले चाहिँ अनि तपाईँले पढ्न लाग्छ। यो भिडियो हेर्नुहोस्। यो झन्डा राजाले कति प्राथमिकता दिएर झन्डालाई कसरी आफ्नो शिरमा लिनुभयो। शरीर बिकाई देशको माटो नै मिठाई ठानी मैदान त्यो युद्धको गीत थियो जो देशको लागि भक्त चाहिँ प्रसिद्ध भो निशब्द भो अवशेष बाँकी चोखो बोली जो सित थियो शिर जप्त भो देशव्यापी